पहिला यो भिडियो हेर्नुहोस् ल, अनि त्यसपछि कुरा गर्छु। होइन, कस्तो छोरीले चाहिँ यस्तो बाउ पाउँछन् कि? छोरीले सपना देखेछ, बाउले पुरा सहयोग गरिरहेछ, पछि पछि आएर डान्स गरेर हौसला बढाइरहेछ क्या छोरीको। हाम्रो त बाउहरू, हामी सानो हुँदाखेरि हाम्रो बाउहरू त क्यामेरा त के हाँस्न पनि साह्रो हुँदैन भन्थे है। साह्रो हाँस्न पनि हुँदैन थियो बाउको अगाडि। मेरो बुवा त अलिक त्यस्तो फ्र्याङ्क नै हुनुहुन्थ्यो, तर हजुरबाको अगाडि बाउको पनि केही लाग्दैन थियो। अनि त्यसैले म बाउहरूलाई रिक्वेस्ट, अबका केटीहरूको बाउहरूलाई चाहिँ रिक्वेस्ट गर्न चाहन्छु, छोरीहरूको सपनामा साथ दिनुहोस्। छोरीको, श्रीमतीको, दिदी बहिनी, जोसुकै महिला आफ्नो घरमा चाहिँ आमाको पनि सपनामा साथ दिनुहोस्। त्यो सपनामा साथ दिनलाई समाजले के भन्छ भनेर जबसम्म पर्वाह गरिराख्नुहुन्छ तबसम्म तपाईँ नै पछाडि पर्नुहुन्छ र तपाईँकै बारेमा आफ्नै परिवारमा पनि तपाईँलाई त्यो नेगेटिभिटीहरू बढिराखेको हुन्छ क्या। आफ्नो परिवारसँग पोजिटिभ हुनु, उनीहरूको साथ दिनु भने समाजले पनि तपाईँलाई वाहवाही गर्छ।